भाकल पूरा नहुँदै रित्तियो टाकुराको यो घर। 7 समुद्र पारीको सपना जलजलाको भिरमा विलिन। रुकुम पूर्वको सिस्ने गाउँपालिका 5 टाकुरा स्थित दीपक बिसीको यो घर अहिले एउटा रित्तो स्मारक जस्तै बनेको छ। जुन घर केही दिन अघिसम्म अमेरिका उड्ने खुसी र उत्साहले गुन्जयमान थियो, आज यहाँ केवल सन्नाटा र आँसु मात्रै बाँकी छ। अमेरिकामा रहेका दीपक बिसीले श्रीमती युवा र 10 वर्षीय छोरा दिव्यनलाई आफूसँगै लैजाने सबै तयारी पूरा गरिसकेका थिए। हप्ता 10 दिनमै 7 समुद्र पारीको यात्रा तय गर्नु अघि उनीहरूले एउटा अन्तिम भाकल पूरा गर्ने निधो गरे। कुल देवताको पूजा र आशीर्वाद लिन जलजला जाने। तर दैवले उनीहरूको खुसीको त्यो बाटोमा यस्तो तगारो हालिदियो कि अब यो टाकुरा गाउँले आफ्ना प्रियजनलाई कहिल्यै मुस्कुराउँदै स्वागत गर्ने छैन। वैशाख पूर्णिमाको पावन अवसरमा लाग्ने बराहा पूजाका लागि युवा बिसी आफ्ना घर र माइतीका 15 जना सदस्य सहित बिहिबार जलजलाका लागि प्रस्थान गरेकी थिइन्। लु 1 ज 4167 नम्बरको जिपमा सवार उनीहरूका लागि त्यो यात्रा जीवनकै अन्तिम यात्रा बन्ला भन्ने कसैले सोचेका पनि थिएनन्। दिउँसोको करिब 2:45 बजे रोल्पाको थबाङ 1 सल्याप स्थित कच्ची र चुनौतीपूर्ण सडकमा पानी परिरहेका बेला उकालो तान्न नसकेको त्यो जिप 81 ब्याक भयो र 800-900 मिटर तलको भयानक भिरमा खस्यो। यो एउटै दुर्घटनाले 20 जनाको प्राण मात्र लिएन, एउटा परिवारको अस्तित्व नै सखाप पारिदियो। दीपककी श्रीमती युवा, छोरा दिव्यन, आमा तिलकुमारी, भाइ गोर्ख, सानियामा ओम कुमारी र उनका 2 छोराछोरीको घटनास्थलमै मृत्यु भयो। वज्रपात यतिमा मात्र सीमित रहेन। युवाका वृद्ध बुवा एम बहादुर र आमा द्रौपदी सहित माइती तर्फका बहिनी, भाउजू र भतिजा भतिजी गरी 7 जनाले सोही भिरमा प्राण त्यागे। एउटै परिवार र नाता गोताका 15 जनाको जीवन समाप्त हुँदा सिङ्गो टाकुरा गाउँ अहिले शोकको सागरमा डुबेको छ। यस भयानक दुर्घटनामा चालक बेदु कामी सहित अन्य 5 जनाले पनि ज्यान गुमाएका छन्। 20 जनाको मृत्यु हुँदा मृत्युलाई जितेर फर्किने एकमात्र यात्रु बने 32 वर्षीय समीर कामी। जीपको छतमा बसेका समीरले गाडी खस्दै गर्दा एउटा रुखको जरा समातेर आफ्नो ज्यान जोगाउन सफल भएका थिए। तर उनले आफ्नै आमा र भिनाजुलाई आँखै अगाडि गुमाउनु परेको पीडा भने जीवनभर भोग्नु पर्ने भएको छ। दुर्घटना स्थल यति विकट र अप्ठ्यारो पहरामा थियो कि सुरक्षाकर्मीलाई रातभर शवको पहरा दिनु पर्यो र भोलिपल्ट डोरीको सहायताले शवहरू